चाहिँ पानीले भिजाएको छ। पहिला साबुनले यसरी हात धुने है, साबुन लगाउने त्यसपछि यसरी यो हात र यो हातको यसरी यसरी धुने। सबैजना गर्नु न, गर्नुको कारण पनि भन्नु सबैजना गर्नु, सबैले गर्नु यसरी गर्ने है। त्यसपछि यहाँ हेरेर यस्तो गर्नु, साबुन नभए पनि हात अब यो हातले यो पछाडिको, यो हातले यो हातको पछाडिको यसरी माथि हो साबुन अब चाहिँ यो हातको यो अर्को हातको पछाडि यहाँ माथिको मैला साबुन लगाएको है त्यो भयो। अब यो दुईटा हात यसरी यसो गर्नु अनि यसरी अब यहाँ यो च्यापको गर्नु 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 यहाँ बिच बिचमा भएको फोगोहरू हुन्छ नि त, त्यो चाहिँ नरहोस् भनेर चाहिँ यसरी दिन्छ है। अब त्यो दुईटामा यसो गर्ने अनि यसरी त्यो पनि भन्दै के को लागि यो यो नङमा फोगोर हुन सक्छ नि त, त्यही भएर यो नङ यसरी अब चाहिँ बुढीवाला पनि ठ्याक्कै यसरी किनभने बुढेउला राख्नुपर्छ बुढेउला अब अर्कोले अर्को बुढीवालामा अब चाहिँ यो यसरी पाँचवटा नङ यस्तो गर्नु अनि यो बिचमा यसरी नङको फोगोरहरू जान्छ है यसरी देख्नु होला।